हेलो साथीहरू, आज चाहिँ म यसरी आगो फुक्दैछु साँझको लागि है। यहाँ चाहिँ आगो फुकेर म तामा उसान्नको लागि चाहिँ आगो फुकिरहेको छु। यहाँ तामा थियो, हिजो लिनुभएको थियो, अनि त्यही भएर चाहिँ त्यो मैले उसान्नको लागि आगोमा बसालिदिएँ। र एउटा आगोमा बसालिसकेर चाहिँ यहाँ आएर फेरि भाँडा थियो नास्ताहरू खाएको, तीहरू म धुँदैछु। र हामी चाहिँ घरमा बस्ने महिलाको लागि चाहिँ किन र कहिले पनि कामहरू नभ्याइने के, यस्तै रन्थन गर्दै यताउति गर्दै चाहिँ भाँडाहरू मैले धुँदैछु है साथीहरू। हेर्नु त पछाडि कति राम्रो भ्यू आएको छ हैन। यहाँ चाहिँ पानी चाहिँ सानो आएको थियो, आज मोटरमा पानी आएको थिएन, त्यही भएर चाहिँ म भाँडाहरू चाहिँ धुँदैछु। र कति गर्मी थियो के, मैले मुख पनि धोएँ है। र यसरी मैले सबै भ्याएँ भाँडा धोएर।